हेलो साथीहरू, सन्चै हुनुहुन्छ होला। म चाहिँ आज बेलबेमा हिँडेको साथीहरू, साडी लाउन अल्छी लागेर कुर्ता सुरुवालमा हिँडेको। अब उहाँको के हुन्छ म देखाउँछु। हस्, बाई बाई। हामी चाहिँ नन्दको घर आइपुग्यौँ, हाम्रो कान्छी नन्द। अब उसलाई पनि लिएर जान आँटेको। ए हामी त पुरा बसिरहेको छौँ। हामी चाहिँ विराटनगरमै छौँ। अब नानीलाई देखाउनु पर्यो। हाई, के छ? कहाँ हिँडेको हो? कहाँ हिँडेको? परि गयो जेठानी आफैलाई हेरेको हेरेको छु म त। कस्तो अनि बिहेमै हिँडेको, सानो भयो बिहे भयो ठुलो बिहे आमा छोरी। खोइ दादा, अब भयो। ल हामी चाहिँ नन्दको घरबाट हिँडेको बेलबेमातर्फ। बेलबेमा जान कति हतार परेको? हाम्रो नन्द पनि रेडी साडीमा। कहाँ हिँड्नु भएको? वर्तमानमा। ल अब के खानेमा गएर? ल भाइ। ए उहाँ पर जाँदा मैले किन भनेर किनिदिएको। आफूले त हात गराएको दिदी, टाउकोमा लाग्दै थियो त पछाडि होइन। कति कराका हौ, कति कराका चाहिरहेछ होला है अगाडिमा। कता हाम्रो तला चाहिँ बोक्नु देखाउँछु तिमीलाई। हामीलाई मलाई सिधा देखाएको रमाइलो भइरहेछ हौ। धेरै दिनमा हिँडेको है यात्रु। निललाई देखाइदिएँ, रमाइलो भइरहेछ एकदम 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 रमाइलो भइरहेछ। भाउजूसँग धेरै दिनमा भाउजूहरू भदैनी पनि छन्। भदैनी साथै हिँडेकै हो नि। रमाइलो भइरहेछ अरे सबैलाई। धेरै दिनपछि हिँडेको हामी चाहिँ। अब एकैचोटि हामी चाहिँ के अरे वर्तमानमा सफारीले हल्लाएर एकदम। यहाँ चाहिँ के कसैले कोकसोक किन्यौँ देउरानी जेठानी भएर चस्मा लगाएर। यता चाहिँ राम्रो आउँदैछ नि। यहाँ चाहिँ पूजा चल्दैछ। कहाँ गएछ भाइ चाहिँ? गर्मी हो गर्मी। के छ सेरे भाइ? दुब्लाएर हेर। आउनु फोटो खिच्न। आउनु। कस्तो दुब्लाउनु भएछ? आउनु न। अब हामी चाहिँ फोटो खिच्नेतिर लागेको। टिका सिका लाएर। ल हाम्रो चाहिँ एकदम फोटो खिच्ने तयारी यहाँ सबजना। ब्युटिफुल ब्युटिफुलहरू। हाम्रो भदैनी ब्युटिफुल। ए भतिजीलाई मार्छ होला मलाई। मलाई निकालेन कि मलाई निकालेन? मलाई हेर न, म त पुरै कालो बनाइदिएँ। हामी चाहिँ यहाँ बसिरहेको चारजना। पूजा सकिएको छैन। यता हेर्नु त एउटा सबको मुख अल्छी लाग्दो भइरहेछ। के भयो? पूजा ढिलो सकिने भयो। यहाँ छ कार्यक्रम चाहिँ। यस्तो गाउँमा छ। हेरेको बाई बाई। ल हामी चाहिँ हिँडेको अब घर। अब हामी घर हिँडेको होइन। हो लाग्यो। अब लाग्यो आफ्नो स्थान
पसिना पसिना भएर खाएर होइन रमाइलो भयो है कहिले काहीँ गाउँमा यसो डुल्न आउँदा पनि गाउँ पनि कति गाउँ गाउँ त गाउँै त राम्रै हो अब बिहेमा आउने अब बिहेमा अब नानीको बिहेहरूमा बोलायो भने आउने अब टाढो लाग्यो धेरै दिनपछि आएर तर रमाइलो भयो अब हामी चाहिँ वर्तमान खाइपी गरेर हिँडेको हामी चाहिँ घर आइसक्यौँ साथीहरू यस्तो गर्मी होइन बाफ्रे अब नुहाइधुवाइ गर्ने हो नि अनि खाना बनाउन माथि चढ्ने साथीहरू अब मेरो भ्लग चाहिँ इन्ड गर्छु अब मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु कमेन्ट गरिदिनु लाइक गरिदिनु होला बाई बाई साथीहरू